छैन हेलो हेलो प्रथम हेलो दीदी हेलो ये उधर भागेगा तो मैं इधर बैठूंगी गाड़ी में तो आता मतलब हेलो 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 नमस्ते हेलो नमस्ते हेलो गाइस हेलो 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 नमस्ते अर्को सुपर सिट वाला भनेको होइन कहाँ बस्ने आमा अगाडि बस्ने हो तेर्सो हो क्या अगाडिको यहीँ बस्ने नि हुन्छ क्या यहाँ बस्ने कि जता बस्ने हेलो गाइज हेलो गाइज हेलो नमस्ते मम्मी ओ भुन्टे हेर न हेलो गर्दैन प्रतीक हेलो भाउजू यहाँ आउनु भयो नि हुन्छ ल यी झोला यहाँ छन् म यसो छेर्छु नि हेलो ल जाऊ पछाडि पछाडि जाऊ अब म त अगाडि बस्ने छु होला गाडी लाग्छ ऊ यहाँनिर बस्न बेबीनिर अहिले आयो नि होइन बस्ने हेलो भुन्टे गइसक्यो हेलो युजेन ओ पछाडि गयो ल हेलो ल भयो अब फर्स्ट टाइम हो मेरो त 3 निस्किने बेला हिँड्ने होला गाइजहरु हामी चाहिँ मन्दिर पुग्यौं तिला घटी बजा कसले सिकायो नि प्रथमलाई त्यस्तो गर्नुपर्छ नि एउटा पछाडि होला तिनीहरु दुईजना त छ्यामा
दसैँ तिहार अगाडि भित्रको कोब्रा देख्यो गाइज हामी चाहिँ गलेश्वर धाममा छौँ है। हेलो भनिदिनुहोस् न ल यिन यता यता हिँडौँ होइन के भगवान्लाई उ त्यो के अरे महादेव हेर्न हिँड। हेलो गाइज हामी चाहिँ गलेश्वर मन्दिरमा छौँ है। सानो नानी भित्र आउनु भए फटाफट आइहाल्यो है छिटो छिटो। यसरी के हाम्रो ढुङ्गा माथिको मन्दिर के हेर्नु न यो ढुङ्गा यत्रो ठुलो चट्टान हो के चट्टान माथि के मन्दिर जिउ गर्दैन है। गलेश्वर मन्दिर चाहिँ चट्टान माथि रहेछ। हो छोरा हो ल हिँड। यता हेर्नु त फोटो खिचिदिन्छ अरे बहिनीले। यहाँ चाहिँ फोटो सेसन हुँदैछ है। हेलो गाइज चाहिँ मार्फाको स्याउबारी है। स्याउ चाहिँ यस्तै फले चाहिँ सबै बुटामा छ के त्यो हामी गाडीबाट हिँड्दा सक्छ सबै
यहाँ त यहीँ टिपेर खानु जस्तो यस्तो पनि रहेछ स्याउ त हजुर हेलो गाइज यो चाहिँ मार्फाको स्याउबारी है खतरा ठुलो रहेछ स्याउबारी चाहिँ स्याउ फरेको स्याउरी कस्तरी बलेको स्याउ उताबाट स्याउबारी स्याउबारी प्रार्थना जाऊ न प्रथम नि हेलो भन्दै निस्क न गाई चाहिँ त हेर्दै त गाई सबैजनाले सबै आफ्नो आफ्नै धुनमा व्यस्त छ कता गयो बेबी यहाँ आइज सबैजना यहाँ एउटा ग्रुपमा आइज त बजाउ न प्रथम हेलो गाइज यता हेर त मलाई के मी कोही पनि छ Ready, 1, 2, 3, smile. सबै आमा चिनिनु है रेडी ल मैले क्लिक गरे अर्को ल एउटा हो यही हो सबै हो के ल जान दिन आउन
हामी चाहिँ दुम्बा तल आइपुग्यौँ है। यस्तो खतरा भ्यू चाहिँ आम्मामामामा हेर्दा हेर्न भाउजू आहा हेलो भन्दै त्यो नाकको थानो रे अघि झन् थुक्ने हैन रे थुक्नुहुन्न भनेको के गर्ने रे नथुक अरे के वरिपरि अनि त्यो सेतो ढुङ्गा छ नि सेतो ढुङ्गामा नचढा अरे। हामी चाहिँ यस्तो राम्रो भ्यू है दुम्बा तलमा छ। यता हेर्दै बेबी प्रथम यता हेर हेलो गरिदेऊ बेबी यता हेरिदेऊ आमा यता हेरिदिनु त हेलो गाइज हामी बस्ने ठाउँ आइपुगेको छ। भेरी मच टायर्ड यही हो मुस्ताङ। मलाई लास्ट भ्यू हेर्न मन लाग्थ्यो कि स्नो आई वान्ट टु फिल द स्नो। फर्स्टमा चाहिँ हामीले जाडो छैन त्यति साह्रो जाडो छैन भन्दै आएको थियो। अहिले यस्तो जाडो भएको छ मेरो स्वर पनि बद्लिसकेको छ। सुमन नाच्दै एकचोटि नाच्दैन
हामी चाहिँ जोमसोममा है जोमसोमको गुम्बा हेलो गाइज बिहान बिहान जोमसोममा हिँड्दैछौँ है हामी हामी चाहिँ जोमसोम बजारबाट हिँड्न लाइन काला पहाड रे हेलो गर्दो बेबी कागबेनी कतले हुन्छ है आस्था र प्रथमलाई घोडामा हाल्दिउँ क्या घोडा चढेर हिँड्ने मन्दिर जाने हो गाडी आयो साथीहरू अहिले चाहिँ हामी आइपुग्यो त अब त के छ र आयो फाइनली जय जय कसरी बजाउनु नि फाइनली मन्दिरमा आइपुग्यो भन्
हिँड्न सक्नु परेन ए त्यहाँ रुपी लाउने त्यहाँ रुपी लाउने अब चाहिँ हामी यहाँ पूजा गर्छौँ त्यसपछि देखाउँछौँ गाइजहरू थोड़ा मटला नहीं क्या बाजार में देना कति चाँडै कुदेको उता दिदी एकैसँगै एकैचोटि जानु न एकैचोटि जानु न दर्शन मैले डुबाउनु पर्यो के हेलो गाइस गो बनाऊ त प्रथम बनाऊ त म भिडियो गरिदिन्छु
हाम्रो गाईझर चाहिँ मुक्तिनाथमा चिसो पानीमा नुहाएको यहाँ घाम तापेर बस्यो तातो निदाउला जस्तो भएको छ।